मबाट केही चीजहरू छुटेर गए, मबाट केही कुराहरू टाढा भए भनेर हामी आखिर तनावमा किन हुन्छौं? भगवान श्रीकृष्णको जीवनी हेर्नुस् त। भगवान श्रीकृष्णको जीवनमा केही न केही छुट्दै 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 गएछन्। भगवान जन्मनुभन्दा पूर्व भगवानसँग आफ्नो पिताश्री छुट्नुभयो। भगवान श्रीकृष्णसँग नन्द यशोदा ग्वाल गोपालहरू छुटेर गए। भगवान श्रीकृष्णसँग राधा माताको भेट भयो। भगवानसँग राधा माताको पनि बिछोड भयो। माता राधा पनि छुटेर जानुभयो। भगवान श्रीकृष्णसँग मथुरा छुट्यो, नन्द गोपाल छुटे, यशोदा छुटे, राधा माता छुट्नुभयो। सब चीज छुटेर गए प्रिय बन्धु। बिस्तारै बिस्तारै केही न केही भगवानसँग छुट्दै 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 गए। तर भगवानसँग यी तीन चीजहरू छुटेन, देवत्व, मुस्कान र सकारात्मकता। यी तीन चीजले भगवानलाई यस्तो बनाइदियो। आज हामी सबैको आराधना, आज हामी सबैको आस्था जोडियो। हरेक परिस्थितिहरू आफ्नो अनुकूल हुँदैनन्। जीवनमा भेटिएका छुटिँदै जान्छन्, जोडेका चीजहरू फुट्दै जान्छन्।